पिन्सीमा 3 केजी किमा बनाएको बनाए हुन्छ पिन्सी केजी दिलाम बन्दा चाहिँ धेरै ठुलो भएको छ है यो हात चाहिँ लाइफ बोय साबुनले धोएको हो कि सफा छ है फेरि घिनाउनु पर्दैन कम्पनीमा ठिकै हुन्छ कि पिन्सीका खायो एउटा चारवटा खाइसक्यो 30वटा मात्रै यता हाइएस्ट अरे पेट त सानै छ त अनि कहाँ गयो त्यो 36वटा सबैलाई हाम्रो होलीको शुभकामना ह्याप्पी होली ह्याप्पी होली Happy Holi, Happy Holi, Happy Holi. Bunuhलाई कहाँ लाग्यो? कहाँ? यहाँ. ए होली यस्तै छ हाम्रो होली. धन्यवाद. अब गाउँतिर अब होली खेल्ने टोली गो Hello guys, how are you too? Mama चाहिँ उता जाँदै छ पिटारी पिटारी मम्मी यतै छ मम्मी के हामी सब खेल्दै जाऊ बोल भेट हुन्छ खुसेर दाइ भेट हुनु पर्छ हामी अब ज्यान राख्यो दाजु मन चाहिँ अर्कोचोटि तपाईहरु त हुनुहुन्छ होला हामी चाहिँ ल खै यार त्यता ह्याप्पी होली ल ह्याप्पी होली यहाँ आएछ किन मलाई बाहिरको त फोटो खिचिदिनु जस्तो सानी ह्याप्पी होली Heading turn lines. Happy Holi. आइन न मसित ले खै तिमीलाई पनि यता ह्याप्पी होली अमुक त कुन खालको यो यस्तो पनि छोरे यस्तो गर्दै हेर्नु Tu gara. गाइजहरु ह्याप्पी होली भन्दिनु
मजाले मुखमा नलाउन A few moments later. आज सबको बुढोहरूलाई पनि छोडेको छैन दाइहरूलाई यता चाहिँ पिन्सीमा 3 केजी किमा बनाएको हुन्छ पिन्ची केजी दिलाम बन्दा चाहिँ धेरै ठुलो भएको छ है अप्सरा के भन्न चाहनुहुन्छ कोपी गर्दाखेरि धेरै ठुलो भयो अस्ति कसरी तपाईहरुले सानो बनाउनुहुन्छ गिलास भुत्त भएर भन्छु है म चाहिँ गिलासको धारै छैन आगो चाहिँ रेडी भइसकेको छ अब यसमा चाहिँ सुरुमा चाहिँ अचार बनाउने मोमोको अचार बनाउने उहाँहरूले चाहिँ पुरै अब करे आधी ठुलो भएर चाहिँ कोपी थोरै देखेको तर यो 2 केजी कोपी हो नुन हालेर पुरै मुस्दैछ तेल निकाल्ने हो यसरी भर्खर किमा सुरु हुन लाग्दैछ कार्यक्रम घट्न आउँछ प्याज कोपी धनियाँहरू मासु हाल्ने यसको गन्धले चाहिँ मोमो हो कि जस्तो आयो यो हालेपछि यो हाल्नु तर यो आरी कस्तो ठुलो भएर होला कति थोरै देखिरहेको छ आधी केजी जस्तो देखिरहेको छ तर यहाँ आरी कति धेरै छ नि हजुर तेल पनि हालेछौँ आधी लिटर तेल सक्नु हालेको अलिक नुन पुगेन अलिकति थपिदिन्छु ल नुन यसमा चाहिँ धनियाँ प्याज कोपी मासु मिसाएर पुरै मोल्दै हुन्छ उहाँ चाहिँ प्याज काटेर थाकेर बस्नु भएको छ पिठो पनि रेडी भइसक्यो मिसेर यो हात चाहिँ लाइफ बोय साबुनले धोएको हो कि सफा छ है फेरि घिनाउनु पर्दैन योबाट चाहिँ भाँडामा सार्दै हुनुहुन्छ यो चाहिँ राइस कुकरको ठुलो भाँडा हो त्यसमा 1 भाँडा उनाट्छ खै भर्खर सुरु हो कार्यक्रम यो चाहिँ निनिमाको भेज हो केही खाँदैन हल्का कोपी र हल्का प्याज हालिदिएको छु अनि यो भेजको सुरुमा हाम्रो भेज पाक्छ नानीको लागि मिठो बोलिना
के हेरेको अरे ममा हेरेको अरे म रोटी बेलेको बेलै हैन गाउँ त पट भएर पट भएर हामी हेरेको हेरे यस चुलोमा पाक्दैछ ल पानी उम्लिसक्यो आफ्नो गफको धुनमा बन्दैछ पाकिसक्यो क्या हो झन्नै तुलसीका खायो एउटा यसले चाहिँ छाला पिना सक्दै यसले पनि खाइरहेको दुईटा झार्छ नानु भाइ खाइसकेपछि ए भाइ 30 भयो 24 4 28 30 उसको पनि 30 भयो आइसमा भाइको यसले 18 भयो भनिदिन्छु ल किमा पनि खाऊ ल अब 30 वटा मात्रै भाइले भाइको 18 वटा भयो 18 वटा अर्को भाइको उसको 30 ल दुईजना उसले त अझ प्रिन्सिकाको किमा सघाइदिएन र उसको अलिक ल कम्पिटिसन चाहिँ दुईजनाको बनेको बनेछ ल यहाँ नबाजी बस्दा नि भइरहेको छ त्यहाँ नबाजी बस्दा नि हुँदो होला त भनौँ त नि के न के बिग्रिहाल्यो एकासी सालको होली यस्तै भयो रहेछ 81 सालको होली अफिसमा भोलि तेस्रो लटमा चौथो लटमा अब बाहिर बनाउने यो कुन लट हो यो चाहिँ लास्ट लड हो हैन फोर्थ हो फर्स्ट चौथो हो यो चौथो लटमा ल सुरु गरौँ है जम्मे दामी भएछ भोक चाख्दैछु म है खर्च दामी भएछ अचार मिठो तपाईँले पिरो भएको त खानु भएको नि त के बेलुका त्यही त्यही खाइरहेको छु पिरो नै खानु पिरो हाल्नु त्यहाँ छ खोर्सानी हाल्नु न
सबैले 20 भन्दा माथि नै खाएको अवस्था छैन दिलले 15 दिलले 15 16-17 खाएँ मैले अघि चाख्ने भन्दै कतिवटा खाएको छ आइसमाको 2टा खाएँ पुडोको एउटा खाएँ 3टा बढेको त अनि उता भाँडाबाट झिक्दै पनि खाएको छ 20 वटा त बढी भइसक्यो खायो भाडाबाट थियो बेइज्जतै गरिदिनुहुन्छ भाडाबाट खाएको छुइनँ कि आइसमाकोबाट 2टा खाएँ खानुको खाने एउटा खाएँ भाडाबाट पनि खाँदा केही हुँदैन थियो क्या गन्ती आउँछ नि त यहाँ कति खानु भनेर मात्र गन्ती मारे मैले 12-13 मात्रै खाएँ ए साँच्चै तुमाले अनि अघि तपाईँले एक एकवटा चखाएको त गन्ती आयो हो त्यो गन्ती गर्नु पर्यो नि त मैले 17वटा खाएँ चाहिँ तपाईँ 32वटा पुग्यो 33वटा पुग्यो 33वटा तपाईँको 32वटा पुग्यो कहाँ 33वटा भनेको 27-28 चारवटा पनि हामी 2वटा खाएको धेरै भएको रहेछ हौ त्यही भएर त किन खाएन निकाल्नु पर्यो नि होइन यस्तो गरिहालेँ अब थाहा भइहाल्यो केही हुँदैन के भयो त निस्क्याउन जान्छ हाम्रो नि लुकाएर खाएको होइन जसरी पनि बाँड्दाबाट उसको भात पुराण गएको हाम्रो भएको 2-2वटा खाइदिउँ न हामीले होइन जसरी पनि आफ्नो पेटभरि खाइहाल्यो होइन आफ्नो पेटभन्दा माथि खान सक्दैन है सुरुको मिठो थियो अनि यता मैले त 25वटा अहिले पहिले एउटा होइन 26वटा सबसे थोर मैले खाएँ चाहिँ प्रिन्सले कतिवटा आइसमाले कतिवटा खायो आइसमाले 36वटा यता हाइएस्ट अनि पेट त सानै छ त अनि कहाँ गयो त्यो 36वटा मैले कतिवटा अनि त्यो कत्रो कत्रो बनाएको थियो मैले यत्रो 23वटा थोरै 23वटा थोरै अघि अनि त 24 सबैले एउटा एउटा दिएको थियो 24वटा थोरै अनि कहाँको 38 कहाँको 24 मान्छे खाँदैन मोमो चाहिँ खान्छ भन्नुहुन्थ्यो क्या प्रिन्स क्या अझै 2टा जति खाऊ 40वटा पुऱ्याइदियो भयो फेरि धेरै मोमो खानेमा पनि सम्मान जात होइन खान मन लाग्यो भने खाऊ प्रिन्स होइन बिचरा अहिले फेरि बिरामीमा नखाएको र नआयो कसरी नखायो भने उसले खान मन लागेछ भने चाहिँ बाहिर रुकी खान मन लागेछ छैन हो भोलि खानुपर्छ भोलि नै खान्छ क्या रात धेरै रात गएपछि अझै बाँकी छ मोमो चाहिँ यहीँ मैले पनि फालेँ यहाँ बाँकी छ यहाँ पाक्दैछ लास्टमा खोस्टा बाँकी रह्यो यहाँ 3 मक्टु पाक्दैछ होली ह्याप्पी होली सबै पाल्टाङ पुल्टुङ लडिसक्यो यताउता खाएको खाएकै अब अहिलेको भिडियोबाट सबैले बाई बाई गरौँ बाई कस्तो लाग्यो भिडियो लाइक गर्नु होला सेयर गर्नु होला सब्स्क्राइब पनि गरिदिनु होला ल